साथीहरू, अब राष्ट्रिय परिचय पत्र हराए पनि समस्या नपर्ने भएको छ। नेपाल सरकारले मोबाइलमा डाउनलोड गर्न मिल्ने इलेक्ट्रोनिक एनआइडी सेवा सुचारू गरेको छ। विक्रम सम्वत 2083 साल असार 4 गतेबाट लागू हुने गरी यो सेवा सबैको लागि सुचारू गरिएको छ। आखिर यो कसरी डाउनलोड गर्ने र कहाँ प्रयोग गर्न सकिन्छ, आउनुहोस् बुझौँ। यदि तपाईले राष्ट्रिय परिचय पत्र प्राप्त गरिसक्नु भएको छ भने सिटिजन पोर्टलमा गएर आफ्नो नाम, जन्ममिति र आफ्नो नागरिकता जारी भएको मिति राखेर एनआइडी डाउनलोड गर्न सक्नुहुनेछ। र यो सामान्य पीडीएफ मात्र नभई यसमा तपाईको फोटो, क्यूआर कोड र सुरक्षा सुविधा पनि हुन्छ। सबैभन्दा राम्रो कुरा के छ भने सरकारी कार्यालय वा अन्य संस्थाले तपाईको क्यूआर कोड स्क्यान गरी तपाईको विवरण प्रमाणीकरण गर्न सक्नेछन्। साथीहरू, यसको लागि तपाईँ सबभन्दा पहिला आफ्नो मोबाइलको क्रोम ब्राउजरमा गई यहाँनिर सिटिजन पोर्टल नेपाल भन्ने देख्न सक्नुहुन्छ। citizenportal.donidcr.gov.np भन्ने वेबसाइटमा जानुहोला र यहाँ क्लिक गर्नुहोला। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ चेक एनआइडी कार्ड स्ट्याटस, त्यसै गरी डाउनलोड योर इलेक्ट्रोनिक नेसनल आइडेन्टिटी कार्ड हेर्न सक्नुहुन्छ, एनआइडी कार्ड रिप्लेसमेन्ट। र यहाँ मध्ये हामी यो सेकेन्ड नम्बरको अप्सनमा जानुपर्छ, डाउनलोड योर एनआइडी। र यहाँनिर तपाईले आफ्नो इन्फर्मेसन फिल गर्नुपर्ने हुन्छ। जस्तै यहाँनिर आफ्नो फुल नेममा आफ्नो नाम राख्नु होला। त्यस्तै गरी आफ्नो जन्ममिति यहाँ विक्रम सम्वतमा राख्नु होला र तपाईको नागरिकताको जारी मिति यहाँनिर राख्नु होला। र यति राखिसकेपछि यहाँनिर हेर्न सक्नुहुन्छ एउटा क्याप्चा भनिएको छ, यो फिल गर्नु होला। यो क्याप्चा राखिसकेपछि यहाँनिर सर्च गर्नु होला। हेर्न सक्नुहुन्छ मेरो यहाँ सबै डिटेल सो गरिसकेको छ। यहाँ तलतिर हेर्न सक्नुहुन्छ डाउनलोड कार्ड भन्ने अप्सन छ, यसमा क्लिक गर्नु होला। हो, यहाँनिर तपाईले अघि तपाईले इङ्ग्लिसमा आफ्नो नाम राख्नु भएको थियो र यहाँनिर तपाईले आफ्नो फुल नेम नेपालीमा राख्नुपर्ने हुन्छ। जस्तै अगाडि तपाईले नेपालीमा राख्नुभयो भने यहाँनिर इङ्ग्लिसमा राख्नुपर्ने हुन्छ। त्यसकारण अब यहाँ म नेपाली नाम राखेर हेर्छु र यहाँनिर नेपाली नाम राखिसकेपछि हेर्न सक्नुहुन्छ डाउनलोड भन्ने अप्सन छ, यसमा क्लिक गर्नु होला। र डाटा सुरक्षाका लागि पीडीएफ पासवर्ड तपाईको प्रोटेक्टेड हुनेछ। पासवर्डका लागि आफ्नो अङ्ग्रेजी नामको सुरुको 4 वटा अक्षर क्यापिटल लेटरमा र नेपाली जन्ममितिको जन्मवर्ष राखेर सबमिटमा क्लिक गर्नुपर्ने हुन्छ। एक्जाम्पलको लागि तपाईँ यो हेर्न सक्नुहुन्छ। ल, हेर्न सक्नुहुन्छ साथीहरू, मेरो यहाँ राष्ट्रिय परिचय पत्र सो गरिसकेको छ। हो, यसरी तपाईले आफ्नो राष्ट्रिय परिचय पत्र पीडीएफको रूपमा डाउनलोड गर्न सक्नुहुन्छ। साथीहरू, आजको यस भिडियो तपाईलाई कस्तो लाग्यो? भिडियो उपयोगी लाग्यो भने च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई एउटा लाइक गर्नुहोला र केही सल्लाह वा सुझाव भए तपाईँ कमेन्ट पनि गर्न सक्नुहुन्छ। हस्त साथीहरू, भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।